पहिलो प्रश्न भन्दा नि एउटा कन्टेक्स्ट मैले निकाल्न खोजेको। जस्तै नेपालको बजेट सर चाहिँ प्लानिङ कमिसनमा हुन्छ, यो बन्ने प्रक्रिया के बढी सुरु गर्नु मन लाग्यो मलाई चाहिँ। जस्तै यसको प्रोसेस के हुन्छ, कति महिनादेखि यो बजेट बन्न सुरु हुन्छ र यसमा सरकारको वा प्राइभेटको तर्फबाट कस्ता कस्ता टिमहरू आबद्ध हुन्छन् बजेट बन्नमा। अनि जस्तै हामीले अघि पनि कुरा गरेको थियौँ, कुनै पनि ट्याक्सको नयाँ रुल आउँदाखेरि वा इभन फिस्कल बजेट आउँदाखेरि 100 पेजको त्यो बजेट हुन्छ भने त्यसको अरू देशहरूमा चाहिँ त्यसको 400-500 पेजको चाहिँ जस्टिफिकेसन हुन्छ, के भन्छ इन्टरप्रिटेसनहरू हुन्छ, जुन कुरा चाहिँ हामीले हाम्रो नेपाली बजेटमा चाहिँ देख्दैनौँ हैन। यहीबाट सुरु गरौँ सर, यो कन्टेक्स्टबाट। मेन कुरा चाहिँ तपाईँले भन्नुभयो बजेट कसरी आउँछ भने मैले सैद्धान्तिक पाटो मात्रै भन्छु। व्यवहारिक पाटो त अब विभिन्न राजनीतिक हस्तक्षेपहरू भइहाल्छन्। यो पुसदेखि सुरु हुन्छ हैन। अब अहिले जुन हाम्रो 7 लेभलको एउटा प्लानिङ प्रोसेस छ, वडादेखि अब केन्द्रसम्म आउने भन्ने छ, त्यो प्रक्रिया सुरु हुन्छ। जस्तै तपाईँ वडामा कुन बस्तीदेखि वडामा कुन योजना वडाको बजेटले धान्न सक्छ, कुन पालिका, कुन प्रदेश, कुन सङ्घ भनेर त्यसरी जनताका मागहरू त्यसरी कलेक्सन गर्दै आउँछ। विशेष गरी विकासका कार्यक्रमहरू, स्वास्थ्य, शिक्षा, कृषि सबै। अनि त्यो भइसकेपछि अनि सबै स्क्रिनिङ गर्दै जान्छ। पालिकाले आफूले कुन गर्ने हो प्रदेशमा पठाउँछ, प्रदेशले आफूले कुन गर्ने हो अनि त्यो केन्द्रमा पठाउँछ। भएपछि र सम्बन्धित लाइन मिनिस्ट्रीहरूमा आउँछ। पहिला यो सबै योजना आयोगले नै बढी गर्थ्यो। अहिले योजना आयोगले ती सबै आयोजना ब्याङ्कमा राख्ने, तर बढी अहिले अर्थ मन्त्रालयले अथोरिटी लिएछ। अहिले राष्ट्रिय योजना आयोगको बजेट बनाउनेमा कम भूमिका देखिएको छ पछिल्लो चरणमा। अनि त्यो आइसकेपछि अब त्यहीको साथसाथै फेरि सिलिङ पनि फिक्स गर्छ। 3 वर्षको हामीले हेरेर अब कति राजस्व उठ्न सक्छ, वैदेशिक ऋण कति लिन सकिन्छ, यो एउटा सैद्धान्तिक रूपले एउटा फिक्स गरिदिन्छ र सबै मन्त्रालयलाई चाहिँ एउटा सिलिङ एलोकेट गरिदिइसकेपछि अनि त्यो अनुसारको प्रोग्रामहरूको प्रायोरिटाइज गरिन्छ। अनि त्यो सबै एउटा एलआइबिएस सिस्टम जुन पहिला राष्ट्रिय योजना आयोगमा थियो, अहिले सबै अर्थ मन्त्रालयमा छ। त्यसमा इन्ट्री गरिसकेपछि अनि त्यो एउटा सैद्धान्तिक प्रक्रिया भयो। अनि त्यसलाई अर्थ मन्त्रालयसित समन्वय गरेर सबै मन्त्रालयले दफावारै छलफल गरेर संसदमा त्यसको नीति तथा कार्यक्रम प्रस्तुत गरेर प्री बजेटमा छलफल गरेर अनि त्यसलाई टुङ्गोमा लगाइन्छ। यो चाहिँ सैद्धान्तिक पाटो भयो। अब यसमा व्यावहारिक पाटो चाहिँ अब राजनीतिक हस्तक्षेपहरू हुन्छ। अब जस्तै गठबन्धनको सरकार छ, गठबन्धनका दलहरू मिलेर फेरि नयाँ कार्यक्रम केन्द्रबाटै सिर्जना गर्छन् हैन। निजी क्षेत्रसित पनि बेला बेलामा कन्सल्टेसन सुझावहरू ल्याउँछन्। त्यो पनि अब कोही धेरै जसो त्यो कर्मकाण्डी हुन्छ, कुनै चाहिँ तिनी समावेश पनि गरिन्छ। अब यो बजेट बनाउने प्रक्रियामा रहेका पुराना राष्ट्रिय योजना आयोग, अर्थमन्त्रीदेखि लिएर उनीहरूको पनि सुझाव ल्याइन्छ। यो सबै रिचुअल खालको चाहिँ छ। तर कति सुझाव लिने नलिने भन्ने कुरा चाहिँ अर्थमन्त्रीको आमा चाहिँ निहित हुन्छ। तर मन्त्रालयबाट आएका बजेटहरू त्यो फाइनल चाहिँ मन्त्रीहरूसित छलफल गरेर अर्थ मन्त्रालयले नै गर्छ अहिले। त्यसरी टुङ्ग्याएर अनि सिलिङ पनि पहिला धेरै तलमाथि हुन्थेन। राष्ट्रिय योजना आयोगले दिएको सिलिङमा धेरै तल 5% भन्दा तलमाथि पनि जान्थेन। त्यो पहिला एकदम नजिकै हुन्थ्यो। कुनै स्पेसल प्रोग्राम लिनु पर्यो, त्यो बिचमा केही आइपर्यो हैन। जस्तै भूकम्प हुँदाखेरि सिलिङ त पुसमा फिक्स भएको थियो नि त, तर भूकम्प त वैशाखमा आयो। त्यसैले त्यो अवस्थामा बाहेक राष्ट्रिय योजनाले दिएको सिलिङमा धेरै तलमाथि हुन्थेन। अहिले पछिल्लो चरणमा चाहिँ धेरै तलमाथि हुन थाल्यो। भनेर बजेट निर्माण प्रक्रियामा राजनीतिक एजेन्डाले बढी पेश भयो, त्यहाँ चाहिँ प्रवेश पायो। कोही सकारात्मक होलान्, कोही नकारात्मक होलान्, तर राजनीति बढी हावी भयो त्यसमा। यसरी र अर्को कुरा के देखियो भने जुन राष्ट्रिय योजना आयोगले सिलिङ फिक्स गर्ने पनि त्यही सबै निकायको तथ्याङ्कहरू लिएर हो। जस्तै राजस्वको लक्ष्य भनेर आउँछ, त्यो कहिले सम्पन्न हुँदैन, पुँजीगत खर्च सबै तिनी जुन इस्टिमेटेड फिगरहरू तिनी पछिल्लो चरणमा सबै अलिकति अनरियलिस्टिक हुँदै गएर त्यस कारणले मिड टर्म बजेट रिभ्यू गरेर अनि बजेटको आकार घटाउने परिमार्जित बजेट दुई पटक पनि आएको छन्। त्यसैले सैद्धान्तिक प्रक्रिया थियो। व्यावहारिक प्रक्रियामा चाहिँ अहिले बढी राजनीतिक हावी हुने र बजेटको आकार फोरकास्टिङमा पनि अलिकति कुनै डेटा बेस नभएर अलिकति थम रुल खालको अथवा चाहिँ एडहक डिमान्डको आधारमा एडहक प्रोजेक्टहरू चाहिँ त्यसरी चाहिँ जाने हुनाले पछिल्लो चरणमा बजेट प्रतिको अथवा आकार प्रतिको विश्वसनीयता चाहिँ घट्दै गइरहेछ।
एउटा पोलिटिकल बजेट भन्छ नि, मैले जोडिहालेँ। बजेट भने त पोलिटिकल डकुमेन्ट भयो होइन। सो राजनीतिक त इन्भल्भमेन्ट त त्यहाँ चाहियो होइन। अनि यो फेरि राजनीति बढी भयो पनि भन्छौँ हामी, कता केही नमिलेको होइन। राजनीति चाहिँ यसमा छ नि, तपाईँ जनप्रतिनिधिहरू त राजनीतिबाटै आएका हुन्छन्, वडादेखि नै माथिसम्म सबै आखिर राजनीति नेतृत्वै हो। त्यो एउटा सिस्टमेटिक रूपले आएको हुन्छ। अनि अल अफ सडन मैले कुनै नकारात्मक पनि भने कुनै सकारात्मक, भोलि हामीले इन्डियामा पावर 10,000 भनेर 20,000 चाहिँ एक्सपोर्ट गर्नु पर्यो, हाम्रो ट्रान्समिसन लाइन चाहियो, इन्डियाबाट सम्झौता भएर आयो भनेपछि अब त्यो पोलिटिकल डिसिजनले त्यो पहिलाको सिलिङभन्दा अथवा ऊर्जा मन्त्रालयलाई चाहिँ थप बजेट दिएर थप बजेट लान सक्छ, एउटा त्यो भयो। अथवा कुनै बाँड्न पर्यो, लडाकाहरूलाई चाहिँ पैसा बाँड्नु पर्यो, त्यो लास्टको कुरा आयो होइन। अनि त्यो बजेटमा थपिने भयो भन्दाखेरि दुइटै पक्ष छ। राजनीतिकले भिजन सेट गरेर नयाँ चिज ल्याउँ भन्यो भनेदेखि, उदाहरण लागि जस्तै अब अहिले आइटीको कुरा आएको छ भने त पछि हामी छलफल गरेर अब आइटीमा चाहिँ राम्रो स्कोप छ भन्ने सबैतिर बहस भएको छ, अब छलफलमै हुनुहुन्छ। अब अहिले सायद आइटीको सेक्टरलाई, आइटी रिलेभेन्ट मिनिस्ट्रीलाई चाहिँ थोरै बजेट होला, तर अब यो इन्ट्रेक्सनमा हुँदै गर्दाखेरि कुनै नयाँ आइडिया आयो भने त्यो पछि त्यसमा थप बजेट पनि जान सक्छ। त्यसैले प्रक्रिया छ एउटा एउटा अब के भनौँ, एउटा म त यसलाई रिचुअल नै भन्छु, एउटा प्रक्रिया छ, आकार त्यसरी फिक्स गरिन्छ र पछि चाहिँ पोलिटिकल एजेन्डाले कुनै सकारात्मक कुरालाई, कुनै चाहिँ अब पपुलिस्ट हुनको लागि त्यो पछि चाहिँ थपिन्छन्, जुन चाहिँ राजनीति सहमति नै हुन्छ। त्यसमा फेरि अपोजिसनले विरोध गर्छन्, गभर्मेन्टले चाहिँ सपोर्ट गर्छन्, त्यही नै।